ल गाइज यहाँ चाहिँ माउन्ट फुजी चढ्ने लाइन हो यो केटाहरू यहाँ पुरै होइन अँध्यारै भए पनि लामो छ होइन लाइन गाइज पोजिसन होइन अब यता हामीहरू हो होइन हामी यता पोजिसन होइन हाम्रो दाइ छ नि टक्क हामी पोजिसन चढ्न हिँडेको ल यो चाहिँ छिर्ने ठाउँ यस्तो हुन्छ र छिर्ने ठाउँ छिर्ने ठाउँ हामी माउन्ट फुजी छिर्यौँ है यतिको चाहिँ एउटा हारीमा यस्ता continue guys okay Continue guys, let's go. okay हैन सनराइज हुने बेला अलि भएको छैन है गाइज ल पुरी ल हाम्रो यता ल है त बादल भन्दा अलिकति माथि चाहिँ हामी आइपुगेछौँ है ल गाइज सनराइज हुने बेला हुन आँट्यो माउन्ट फुजी चढ्दैछौँ होइन गफबात गर्नु पर्यो है त यताबाट हो 6 किलोमिटर 6 किलोमिटर ल ल है गाइज ल है सनराइज भयो ठ्याक्कै माउन्ट फुजी चढ्दैछौँ अब माउन्ट फुजीको टुप्पो उ त्यहाँ हो है हाम्रो यता सर पुरै बिर्ख पोजमा हुनुहुन्छ होइन यता अर्को हाम्रो पुरी सर भल्कानो भएर यो यस्तो भएको रहेछ यो बाटो सबै यो सिमेन्टको जस्तो छ क्या फलाम मिक्स यो के छ यो भल्कानोले गरेको माउन्ट फुजीको चुच्चो चाहिँ टुप्पो त्यहीँ हो अब यतिखामा आइपुग्यौँ हामी गाइज लेट्स गो गाइज ओके सनराइज सूर्य उदाइसक्यो बाटो यही हो माउन्ट फुजी चढिँदैछ अब कति टाइम लाग्छ अझै 4 घन्टा लाग्छ कि 4.5 घन्टा लाग्छ भने हेर्दा त्यही छ तर अब 5 घन्टा लाग्छ भन्थे हामी चाहिँ अलि अगाडि छौँ र 4 घन्टामा चढिन्छ कि उकालो ओह्रालो बानी परेर गाइज फुतारी 2 जना ल गाइजहरू यता हेरौँ है गाइजहरू ल गाइज हाम्रो पुरै चिरन सर चाहिँ हैन गोइङ टु क्लाइम माउन्ट फुजी हैन यता हामीलाई हेर्नु त्यहाँ उसलाई ही इज गोइङ टु समिट माउन्ट फुजी टुडे कम अन गाइज रक क्लाइम्ब द इज भेरी डिफिकल्ट स्टेप इज भेरी डिफिकल्ट टु क्लाइम्बिङ अप बट ही नेभर गिभ अप इज स्टिल अन द वे के भन्छ अन द वे किप पुसिङ किप गोइङ Look at Mr. Chiran. How are you? How are you feeling? Very difficult. Very difficult नभन्नु न नेपालमै भन्नु पर्छ डिफिकल्ट भने कि विकट ठाउँमा गइरहेको भने ल गाइज माउन्ट फुजी क्लाइम्ब गर्दै हो त्यो टुप्पामा पुग्नु पनि 3-4 घन्टा लाग्ला जस्तो छ अब अन्त हाम्रो विष्टसन ल आऊ फोटो खिच्दै अब यो रक यस्तो रक क्लाइम्बिङ जस्तै भएको छ माउन्ट फुजी क्लाइम्ब हो हाम्रो गाइजहरू हामी चाहिँ नि सट्ट लाएर माउन्ट फुजी क्लाइम्ब गर्दैछौँ दाइ चाहिँ नि खतरा रक क्लाइम्बिङ गरिरहनु भएको यस्तो तलको भ्यू छ होइन यस्तो हुँदै अब माथि हामी यस्तो हुँदै जाँदै हो दाइ यस्तो क्लाइम्बिङ गर्दैछन् खतरा पहिला नेपालको आर्मी मान्छे हुन् बुढाले सक्छन् गर्न सक्छन्
केही नबोल्यो हुन्छ पछि यसमा भिडियो गीत सित हाल्नु के ल गाइस अलि गर आउला जुम गर्छु हिँड्दै आउनु हेलो गाइस ल तिम्रो तिमी अगाडि जाऊ त मान्छे आएको सबैले ल जापानको सबैभन्दा ठुलो अग्लो हिमाल माउन्ट फुजीको टपमा छौँ अहिले होइन टपमा आइपुग्यो यो भोल्क्यानो गएको रहेछ यो माउन्ट फुजीमा भोल्क्यानो गएको खाल्टो यो हो है यस्तो रहेछ यो खाल्टो अहिले पनि यस्तो छ यो त पानी पर्दा जम्छ होला सायद वरिपरि यस्तो छ यस्तो गहिरोबाट भोल्क्यानो यसरी गएको रहेछ है यो माटो यो रक हो सबै यो चट्टान यस्तो छ यहाँसम्म त्यस्तोबाट सामान ल्याउँदो रहेछ ल वरिपरि रमाइलो भयो है जापानको सबैभन्दा अग्लो हिमाल है यो नाचुको बेलामा यो समरमा मात्र चढ्न अलि सहज हुने भएको भएर आज यहाँ यसो चढियो मौका मिल्यो हामी 3 जना साथी मिलेर आइयो ल रमाइलो भयो समग्रमा This is welcome of Japan, guys. यहाँ भरियो पुरे भिडियो यता हो यता नै हरौ ल गाइस यहाँ भन्दा राम्रो त बुढा रमाइलो हो एकदम ल ठिक छ माउन्ट फुजी है माउन्ट फुजी चढियो आज रमाइलो रमाइलो एकदम रमाइलो वेदरले पनि साथ दिएको छ यता पानी सानी छ यस्तो छ है यो त बवाल छ आजको वेदर त यो वर्षको एकदम उत्कृष्ट वेदर आजको दिन पर्ने छ होइन यस्तो छ